जय काली माता। राधे राधे। यो यसपालि साउन महिना, अब साउन महिना लाग्न लाग्यो। साउन महिनामा के गर्ने के नगर्ने भन्ने कुरा चाहिँ कन्फ्युजमा हुनुहुन्छ होला। जस्तै मलाई धेरैजनाले सोध्नु भएको थियो, यसपालि त गुरु पूर्णे 13 गते पऱ्यो, जनै पूर्णे भदौको 12 गते पऱ्यो भनेपछि अब के गर्ने, कसरी व्रत लिने भन्ने कुरा धेरैले राख्नु भएको थियो। यसपालि अलिक फरक छ पहिलाको भन्दा। अब पहिला हामीले 1 गतेदेखि लिएर साउनको 1 गतेदेखि अन्तिमसम्म व्रत बस्थ्यौँ। अब कहिलेकाहीँ 2-4 दिन फरक हुन्थ्यो तिथि, तर यसपालि धेरै नै फरक छ। भोलि 32 गते, 32 गतेबाट गुरु पनि अस्त हुनुहुन्छ, गुरु बृहस्पति अस्त हुनुहुन्छ। अब त्यो भएको कारणले गर्दाखेरि धेरै तिथिहरू हामी त चन्द्रमास र नक्षत्र तिथि अनुसार चल्ने हो। किनभने चन्द्रमास फरक भइसक्यो, सबै कुरा पर हट्यो भनेपछि अब त्यो हटेपछि हामीले चाहिँ तिथिलाई हेर्ने हो। तिथि अनुसार तिथि कुन पर्यो त्यो हिसाबले चल्ने हो। किनभने साउन महिना, साउनको 1 गतेबाट 30 गतेसम्म व्रत गर्ने गरेको थियो भने अब कसैले त्यो पनि गर्नु होला, तर त्यो होइन। अब खास बार्नुपर्ने चाहिँ साउनको 13 गतेदेखि भदौको 12 गतेसम्म यो चाहिँ तिथिले भेट्यो व्रत हो। तिथिले गर्ने व्रत चाहिँ त्यसरी गर्नु पर्यो। तर महिनाको हिसाबले गर्नेले त साउन 1 गतेबाटै गर्नु पर्यो। साउन 1 गतेबाट गर्दाखेरि चाहिँ के फरक छ भने तपाईँको जुन सोमबार गर्ने सोमबारे व्रतहरू हुन्छ होइन। अब कसैले त साउनभरि नै बस्नुहुन्छ, त्यो चाहिँ साउनदेखि नै गर्नु पर्यो। अब तिथिले गर्दा पनि, तिथिकै हिसाबले जाँदा पनि त व्रत त हाम्रो फेरि साउनकै 1 गतेबाटै सुरु गर्नु पर्यो। जसो गरे नि साउन 1 गतेबाट व्रत सुरु गर्नु पर्यो। महिनाभरि लिने व्रत छ भने त साउन 1 गतेबाट लिनु पर्यो। तर अब 25-18 गते सोमबार, 18 गते पछाडि लिन्छु, भदौको 8 गतेसम्म लिन्छु भन्दा पनि, सोमबार लिन्छु भन्नेलाई पनि त्यो तपाईँको व्रत त 1 गतेबाटै माछा मासु अब यो तामसिक भोजनहरू त बन्द गर्नु पर्यो, शुद्ध त रहनु पर्यो। व्रत नगरे पनि यदि व्रत गर्ने हो भने त्यो त्यसरी गर्नु पर्यो। अलि अप्ठ्यारो खालको छ यसपालि। अब यो तान्त्रिकहरू, जुन तान्त्रिकहरूको त अब महत्त्वपूर्ण कुरा हुन्छ यहाँ। अब गुरु पूर्णिमामा गणेश खन्नी बोलाउनु पर्ने, देवी झाँक्री देवी देवता बोलाउनु पर्ने हुँदाखेरि चाहिँ तपाईँको देवी देवताहरू चाहिँ गुप्तवास यो गुरु पूर्णिमाबाटै जाने हो। देवी देवताहरू किन भन्दा तिथिले जाने हो। अनि गुरु पूर्णिमामा देवी देवता चलाएर अनि गुप्तवास पठाएर अनि जनै पूर्णिमामा एकादशी तिथिबाट गुप्तवासबाट निकाल्ने हो। त्यो भएको कारणले गर्दाखेरि तान्त्रिक अब ढ्याङ्ग्रो बजार चलाउने, अब देवीहरू चलाउनेलाई त यो साउन महिना त मिलेन, नमिल्ने भएको कारणले अब हामीले बार्नु पर्यो। गुरु पूर्णे पछाडि हटेको कारणले गर्दाखेरि चाहिँ गुरु पूर्णेलाई चाहिँ टार्गेट गर्ने हो। गुरु पूर्णिबाट जनै पूर्णिसम्म हेर्नु पर्यो हामीले। त्यसरी चाहिँ हामीले देवी देवता चलाउनु पर्यो। त्यो बिचमा गुरु पूर्णिदेखि जनै पूर्णिसम्म चलाउनु भएन। तर अब व्रतै गर्ने मान्छेले चाहिँ साउनको 1 गतेबाटै चोखो नितो खानु चाहिँ पर्यो। चोखो नितो खाएर बस्नु पर्यो, नत्र त अशुद्ध त भएर बस्नु मिलेन। साउन त साउनै हो। तिथिले गर्दाखेरि चाहिँ हामीले त्यसरी गर्न सक्यौँ। 18 गतेदेखि भदौको 8 गतेसम्म पनि हामीले व्रत गर्न सक्यौँ। होइन अब म लगातारै गर्छु भन्न नि पाइयो। लगभग 1.5 महिना, 1 महिना भन्दा बढी, 12 दिन बढी गर्नुपर्ने हुन्छ। 1.5 महिनै भनौँ, 1.5 महिनै हामीले व्रत गर्नुपर्ने हुन्छ। अब शुद्धता त 1.5 महिनै रहनु पर्यो। अब यता साउनको मात्रै व्रत गर्नेको त 30 गते सकियो, साउनको 30 गते सकियो होला। भदौ 1 गतेबाट तपाईँले व्रत छोड्नुभयो भने तान्त्रिकहरूले त अब भदौको 12 गतेसम्म त व्रत बस्नै पर्यो नि।
साउन सक्यो अब म बिचमा विभिन्न भोजनहरू गर्छु भन्न त पाइएन। किन पाइएन भने तपाईँले त आङ्गमा देउता निकाल्नु छ, तपाईँको देवी देउता त प्रकट गराउनु छ। एकादशी तिथिबाट त देवी देउता निकाल्नुपर्छ। एकादशी त तपाईँको पछाडि छ। हो त्यो भएको कारणले तान्त्रिकलाई अलिकति अप्ठ्यारो छ। तान्त्रिक पनि शुद्ध चाहिँ 1 गतेबाटै बार्नु पऱ्यो, 1 गतेदेखि नै बार्नु पऱ्यो। अनि देवी देउता चाहिँ तान्त्रिकले पनि यो 13 गतेसम्म चलाउन पाइयो, 14 गतेबाट गुप्तवास जाने भए र अनि भदौको जनै पूर्णिमामा निकाल्नु पऱ्यो। तर हामीले एकादशी तिथिबाट निकाल्छौँ। हो त्यो भएको कारणले तान्त्रिकलाई चाहिँ अलि लामो व्रत पर्छ। यो तान्त्रिकलाई चाहिँ लामो व्रत हुन्छ। तान्त्रिकले चाहिँ नितान्त साउन लागेपछि व्रत सुरु गर्नु पऱ्यो, शुद्ध भोजन गरेर बस्नु पऱ्यो। अब सोमबार त सोमबारै भइगयो, तर भोजनको कुरामा चाहिँ अब तामसिक भोजन चाहिँ साउन 1 गतेबाटै बन्द गर्नु पऱ्यो। जय काली माता, राधे राधे। भिडियो लामो भयो त्यस कारणले मैले यति नै बनाएँ।